सामाजिक यस्तो विषय हो कि सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई ए प्लस ल्याउनका लागि गाह्रो हुन्छ। पास त भइन्छ, तर राम्रो मार्क्स लिएर पास हुनका लागि चाहिँ गाह्रो हुन्छ। लेखेको कुराहरू धेरै लेखेको हुन्छ, तर चाहिँ मार्क्स चाहिँ पाइँदैन। 5 मार्क्समा 3.5, 3.5 धेरै पाए 4 मार्क्स, यस्तो समस्याहरू चाहिँ देखिन्छ। हेलो साथीहरू, र आजको यस भिडियोमा चाहिँ म तपाईँलाई यी समस्याहरूलाई समाधान गर्दै हामीले इक्जाममा एकाइ अनुसार कति पढ्नुपर्छ, कुन एकाइलाई बढी महत्त्व दिनुपर्छ भन्ने कुराहरूलाई चाहिँ म आज यस भिडियोमा चाहिँ तपाईँहरूलाई सिकाउँछु है। र यो भिडियो चाहिँ धेरै नै सबै साथीहरूले डिमान्ड गरेको भिडियो र त्यही भएर मैले भिडियो लिएर आएको। र यो हाम्रो सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा यो विषय चाहिँ हामीले यो रटेर भन्दाखेरि नि बुझेर जाँदाखेरि चाहिँ धेरै नै फाइदाजनक हुनेछ है। सो हामीले यसलाई रट्नुभन्दा बुझेर चाहिँ इक्जाम दिनतिर चाहिँ लाग्दा चाहिँ उपयुक्त हुन्छ है। सर्वप्रथम हाम्रो सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय इक्जाममा हाम्रो 75 मार्क्सको सोधिन्छ भने यसको लागि हाम्रो समय भनेको 3 घण्टाको समय अथवा समय अवधि हुन्छ। 3 घण्टामा पनि हामीले 75 मार्क्सको इक्जाम दिएर आउनुपर्ने हुन्छ है। र सामाजिक अध्ययनमा चाहिँ हामीले टाइम म्यानेज गर्नको लागि चाहिँ निकै नै गाह्रो हुन्छ। धेरैजना साथीहरूको गुनासो के हुन्छ भने सर मैले त टाइमले भ्याएन भन्ने चाहिँ गुनासो हुन्छ। त्यही भएर हामीले टाइम चाहिँ म्यानेज गर्नुपर्ने हुन्छ है। 3 घण्टाको समय हुन्छ। हामीले एउटा क्वेसन्स अथवा 1 मार्क्सको लागि हामीले 1 मिनेट 4 सेकेन्ड जस्तो चाहिँ अथवा 2 मिनेट 4 सेकेन्ड चाहिँ हामीले टाइम दिनुपर्ने हुन्छ है। 2 मिनेट 4 सेकेन्ड चाहिँ हामीले टाइम दिनुपर्ने हुन्छ। कक्षा 12 को चाहिँ हाम्रो एकाइ 11वटा हुन्छ, युनिट 11वटा हुन्छ भने त्यसमा हाम्रो लेसन्सहरू चाहिँ 73 वटा चाहिँ लेसन्सहरू हुन्छ है। लेसन्सहरू धेरै हुन्छ र यसमा नि विषयवस्तुहरू पनि धेरै कुराहरू हुन्छ है। पढ्नुपर्ने कुराहरू धेरै हुन्छ। हाम्रो कम्पेरिटिभ टु कक्षा 11मा चाहिँ हामीले बुक पनि पातलो हुन्थ्यो, विषयवस्तुहरू पनि थोरै हुन्थ्यो, युनिट पनि थोरै र लेसनहरू पनि थोरै हुन्थ्यो र हामीले पढ्नको लागि सजिलो हुन्थ्यो। तर 12मा आएपछि ठ्याक्कै सिनारियो उल्टो भएको छ है। र सबैभन्दा पहिला चाहिँ हामीले टेबल बुझ्नेतिर जाउँ है। हाम्रो एकाइ 1, 2, 3 सामाजिक तथा जीवनोपयोगी शिक्षा र अवधारणा, डिजिटल सिप र सामान्य अनुसन्धान सिप, जीवनोपयोगी सिप 1, 2, 3 एकाइ 1, 2, 3 बाट चाहिँ हाम्रो भेरी सर्टको लागि 4 मार्क्स छनौट गरिन्छ भने सर्टको लागि 5 मार्क्स 5 मार्क्सको यसबाट सर्ट आउँछ भने अनि लङको चाहिँ यसबाट एउटा लङ आउँछ है। भन्न खोजेको चाहिँ यसमा भेरी सर्टवटा 4वटा भेरी सर्ट सोधिन्छ, यसमा एउटा सर्ट सोधिन्छ र लङको लागि चाहिँ हाम्रो 1, 2, 3 यो 3टा एकाइबाट चाहिँ 8 मार्क्सको एउटा लङ क्वेसन सोधिन्छ है। त्यसै गरी हाम्रो एकाइ 4 देखि 7 सम्म जुन भनेको हाम्रो सामाजिक विकास दर्शन, भूगोल, सामाजिक जीवन, नेपालको इतिहास, सामाजिक पहिचान र विविधता 1, 2, 3 यो 4वटा एकाइबाट चाहिँ हाम्रो यो 4 देखि 7 सम्मको 4वटा एकाइबाट चाहिँ हाम्रो भेरी सर्टको लागि 2टा क्वेसन्स र सर्टको लागि 4टा क्वेसन्स 20 मार्क्सको र लङको लागि एउटा क्वेसन चाहिँ हाम्रो सोधिन्छ है। सो हाम्रो अर्को भनेको चाहिँ 8 देखि 11 यो पनि 4वटा एकाइ जुन भनेको हाम्रो संविधान र नागरिक सचेतना, सहरीकरण, बसाइसराई, अर्थतन्त्र विकास, शिक्षा र सामाजिक विकास यो 4वटा एकाइबाट नि हाम्रो भेरी सर्टको लागि 5वटा अनि सर्टको लागि 15वटा र 8 मार्क्सको एउटा चाहिँ लङ क्वेसन सोधिन्छ है। समग्रमा हेर्दाखेरि सबै च्याप्टरहरू चाहिँ निकै नै इम्पोर्टेन्ट देखेको छ है। सबैभन्दा मेन चाहिँ हाम्रो यो 4 देखि 7 र यो अनि 8 देखि 11वटा एकाइ चाहिँ अलिकति महत्त्वपूर्ण देखेको छ र यो एकाइ माथिको भन्दा गाह्रो पनि छ है। अब चाहिँ म तपाईँहरूलाई इक्जाममा चाहिँ कसरी टार्गेट गरेर पढ्ने भनेर म तपाईँलाई सिकाउँछु है। सबैभन्दा पहिला चाहिँ हाम्रो समूह नम्बर क भेरी सर्टको चाहिँ हाम्रो 11वटा प्रश्न सोधिन्छ भने 1 देखि 3 सम्म चाहिँ हाम्रो एकाइ 1, 2, 3 बाट सोधिन्छ भने 4 देखि 6 4, 5, 6 चाहिँ हाम्रो एकाइ 4, 5, 6, 7 बाट चाहिँ हाम्रो प्रश्न सोधिन्छ है। त्यसैगरी प्रश्न नम्बर 7 देखि 11 को लागि चाहिँ हाम्रो एकाइ 8, 9, 10 र 11 बाट चाहिँ हाम्रो प्रश्न सोधिन्छ। र अर्को भनेको समूह नम्बर ख सर्ट एन्सरको लागि चाहिँ हाम्रो प्रश्न नम्बर 12मा एकाइ 1 र 2 बाट प्रश्न सोधिन्छ भने यसमा चाहिँ हाम्रो अर अप्सन दिएको हुन्छ है। 2टा क्वेसन सोधिन्छ, त्यसमा चाहिँ हामीले एउटा क्वेसन सेलेक्ट गर्नुपर्ने हुन्छ है। प्रश्न नम्बर 12मा अर क्वेसन सोधिन्छ, कि त हाम्रो एकाइ 1, 2 बाट सोध्छ कि त एकाइ 3 बाट सोध्छ, ठीक छ। सरी, अनि त्यसै गरी हाम्रो प्रश्न नम्बर 13, 14 बाट चाहिँ 13 र 14 को लागि चाहिँ हाम्रो एकाइ 4 र 5 बाट सोधिन्छ है। त्यसै गरी प्रश्न नम्बर 15 को लागि एकाइ 6 बाट क्वेसन सोधिन्छ भने प्रश्न नम्बर 16 को लागि एकाइ 7 र प्रश्न नम्बर 17 को लागि एकाइ 8 र प्रश्न नम्बर 18, 19 को लागि 9, 10 र 11 गरी हाम्रो एकाइ अनुसार चाहिँ यसरी प्रश्न सोधिन्छ है। यसरी तपाईँले बुझ्न सक्नुहुन्छ है। अर्को भनेको हाम्रो लङ क्वेसन्स समूह नम्बर ग लङ क्वेसन्सको लागि चाहिँ हाम्रो प्रश्न नम्बर 20मा चाहिँ जुन चाहिँ 8 मार्क्स क्यारी गर्छ त्यसमा चाहिँ एकाइ 3 बाट सोधिन्छ है। एकाइ 3 बाट र त्यसै गरी हाम्रो प्रश्न नम्बर 21मा चाहिँ एकाइ 5 अनि यसमा नि हाम्रो के हुन्छ अर अप्सन आएको हुन्छ है। एकचोटि हाम्रो यहाँ समूह नम्बर गमा यो प्रश्न नम्बर 12मा अर अप्सन दिन्छ भने लङ क्वेसनको लागि समूह नम्बर ग को लागि चाहिँ हाम्रो प्रश्न नम्बर यो 21मा 21मा चाहिँ के गरिन्छ अर क्वेसन सोधिन्छ है। अरू पनि हाम्रो के हुन्छ एकाइ 5 बाट सोध्न सक्छ अथवा एकाइ 6 बाट सोध्न सक्छ है। त्यसैगरी प्रश्न नम्बर 22 को लागि एकाइ 10 अथवा 11 बाट चाहिँ प्रश्न सोधिन्छ है। यो चाहिँ हाम्रो इक्जाम ओरिएन्टेड भएर चाहिँ बुझ्नुपर्ने कुराहरू है। र अर्को कुरा भनेको चाहिँ हामीले इक्जाममा चाहिँ पढिरहेको चाहिँ हुन्छ सामाजिक अध्ययन, धेरै कुराहरू कथा पारिरहेको हुन्छ होइन, तर इक्जाममा चाहिँ प्रश्न चाहिँ अन्य किसिमले चाहिँ सोधिरहेको हुन्छ होइन। त्यसमा चाहिँ विद्यार्थीहरू कन्फ्युज हुन्छ है। र प्रश्नको ढाँचा अथवा स्ट्रक्चर्सहरू चाहिँ हाम्रो यस प्रकारको छ। इक्जाममा चाहिँ यस प्रकारको प्रश्नहरू तपाईँलाई सोध्छ है। जस्तै वक्तृत्व लेख अथवा उल्लेख गर
संवाद लेख, प्रतिवेदन लेख, बुदागत रूपमा गर लेख हैन, अथवा लेख्नुहोस्, दैनिक पत्रिकाको लागि लेख्नुहोस्, समीक्षा गर्नुहोस्, इमेल लेख्नुहोस्, चिठी बनाउनुहोस् भनेर चाहिँ यति यो जुन मैले टेबलमा बनाएको छ नि हो, यो चाहिँ यस्तो खालको प्याटर्नमा चाहिँ तपाईँलाई प्रश्नहरू सोधिन्छ है। जस्तै एउटा विषयवस्तुको वक्तृत्व लेख भनिन्छ, जस्तै सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको वक्तृत्व लेख अथवा त्यसको बारेमा उल्लेखन गर, अथवा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको संवाद लेख हैन, अथवा कुनै एउटा विषय लिनुहोस् न हैन। जस्तै आत्मालोचना भनेको के हो, त्यसको बारेमा बुदागत रूपमा लेख्नुहोस्, त्यसको महत्त्व लेख्नुहोस् हैन। यसरी चाहिँ तपाईँको सोधिन्छ, समीक्षा गर्नुहोस् भनेर सोध्छ, अथवा कुनै साथीलाई यो विषयको बारेमा इमेल लेख्नुहोस्, पठाउनुहोस्, चिठी लेख्नुहोस् भनेर चाहिँ सोधिन्छ है। यो प्याटर्नको तपाईँले इक्जाममा बुझ्नुपर्ने हुन्छ है। र अब चाहिँ म तपाईँलाई च्याप्टर वाइज एकाइ वाइज मोस्ट इम्पोर्टेन्ट क्वेसन्सहरू चाहिँ तपाईँलाई म भन्छु है। भिडियो लामो हुँदैछ र तपाईँले भिडियोलाई एन्डसम्म हेरिदिनु भयो भने चाहिँ म तपाईँलाई हरेक च्याप्टर्सहरू चाहिँ बुझाइसक्छु है। सो जसले भिडियो लास्टसम्म हेऱ्यो उहाँहरूले चाहिँ सामाजिकमा चाहिँ 67.5 ल्याउन सक्नुहुन्छ, विच मिन्स A+। जसले मिस गर्यो आई डोन्ट नो, म स्योर हुन सक्दिनँ है। सबैभन्दा पहिला चाहिँ हामी निकै महत्त्वपूर्ण प्रश्न एकाइ 1 पार्ट 1 को जुन चाहिँ हाम्रो जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू के कस्ता छन्, यो हाम्रो 1 नम्बरमा। 2 नम्बरमा हाम्रो सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा कसरी अन्तर्सम्बन्धित छन्, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा बीचको समानता र भिन्नता लेख्नुहोस्। त्यसैगरी हाम्रो पार्ट 2 मा चाहिँ पढ्नुपर्ने कुराहरू चाहिँ यति 3टा छन्। पूर्वीय दर्शन नेपाल सामाजिक बीचको सम्बन्ध उल्लेखन गर्नुहोस्, पूर्वीय दर्शन वा चिन्तन परम्परा र पाश्चात्य चिन्तन परम्पराको व्याख्या गर्ने, त्यसको विश्लेषण गर्ने, सकारात्मक तथा नकारात्मक पक्षहरू हामीले पढ्नुपर्ने, बुझ्नुपर्ने र त्यसको बारेमा विश्लेषण गर्नुपर्ने हुन्छ है। जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वास्थ्य जीवनशैली बीचको अन्तर्सम्बन्धको बारेमा हामीले चर्चा गरेर पढ्नुपर्ने हुन्छ है। यति पढ्ने पुग्छ। त्यसैगरी एकाइ 2 पार्ट 1, यो एकाइ 2 हाम्रो अलिकति लामो छ र यसमा पार्टहरू धेरै छ है। एकाइ 2 पार्ट 1 मा हामीले पढ्नुपर्ने कुरा भनेको सामाजिक अध्ययन विषयमा के कस्ता विधिहरू प्रयोग हुन्छ, अनुसन्धान र तथ्याङ्क भनेको के हो, तथ्याङ्कका स्रोत कति प्रकारका छन्, प्रमाणक, गुणात्मक, परिमात्मक, गुणात्मक र तथ्याङ्कको उदाहरणसहित परिचय दिनुहोस् भनेर चाहिँ सोध्छ है। त्यसैगरी हाम्रो अर्को निकै महत्त्वपूर्ण प्रश्न मध्ये हाम्रो अर्को छ पार्ट 2 को लागि एकाइ 2 पार्ट 2 को चर भनेको के हो र स्वतन्त्र चर र निर्भर चर बीचको भिन्नता र त्यसको उदाहरणसहित सहसम्बन्ध र कार्यकारिक सम्बन्ध बीचको सम्बन्धहरू लेख्नुपर्ने हुन्छ है, रिलेसन्सहरू लेख्नुपर्ने हुन्छ। सहसम्बन्ध र कार्यकारिक सम्बन्ध भनेको के हो र यसबीच समानता र भिन्नताहरू हामीले उल्लेख गर्नुपर्ने हुन्छ है। त्यसैगरी पार्ट 3 मा हामीले पढ्नुपर्ने कुराहरू भनेको अध्ययन प्रस्तावना भनेको के हो, तल दिएका कुनै शीर्षकमा अध्ययन प्रस्तावना लेख, अध्ययन प्रस्तावना लेख्नुपर्ने बनाउनुपर्ने हुन्छ है। यो चाहिँ इक्जाममा धेरै नै सोधेको हुन्छ, इक्जाममा यो आउने चाहिँ चान्स प्रोबेबल धेरै नै हुन्छ है। जस्तै केही हाम्रो शीर्षकहरू जस्तै कुनै धार्मिक क्षेत्र, कुनै सांस्कृतिक समारोह, कुनै भौगोलिक क्षेत्र। अध्ययन प्रस्तावनामा मुख्य अङ्गहरू जस्तै हामीले अध्ययन प्रस्तावना बनाउँदाखेरि चाहिँ यो अङ्गहरूलाई चाहिँ हामीले समावेश गर्नुपर्ने हुन्छ। परिचय, समय कथन, उद्देश्य, साहित्य पुनरावलोकन, अध्ययन विधि र सन्दर्भ सामग्री। त्यसैगरी एकाइ 2 पार्ट 4 मा चाहिँ लेखक कार्यमा अरूको लेख रचना प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। बौद्धिक चोरी भनेको के हो, बौद्धिक चोरी गर्नुको कारण यसबाट बस्ने उपायहरू लेख्नुहोस्। प्रतिलिपि अधिकार भन्नाले के बुझिन्छ है, यो बुझ्नु है, यति पढ्नु है। पार्ट 5 को लागि सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयन भनेको चाहिँ यसबाट चाहिँ हामीले पढ्नुपर्ने कुरा चाहिँ अध्ययन विधि भन्नाले के बुझिन्छ, अन्तर्वार्ता विधि प्रयोग गर्दा ध्यान दिनुपर्ने पक्षहरू चर्चा गर्नुहोस्। परिणात्मक, गुणात्मक र मिश्र अध्ययन पद्धति भनेको के हो र यसबीच के फरक छ, समस्या पहिचान र क्षेत्र अवलोकन भनेको के हो, यी 4टा कुरा चाहिँ बुझ्नु है च्याप्टरबाट। त्यसैगरी पार्ट 6 एकाइ 2 को पार्ट 6 सामाजिक तथ्याङ्क र सूचना सङ्कलनका विधि र साधन। यसबाट चाहिँ हामीले पढ्नुपर्ने कुराहरू भनेको तथ्याङ्क सङ्कलन, अन्तर्वार्ता, मार्गदर्शन, तथ्याङ्क व्यवस्थापन भनेको चाहिँ के हो, छुट्टै टपिक हो, यसको चाहिँ हामीले परिभाषा बुझ्नुपर्ने हुन्छ है। सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी उल्लेख गर्नुहोस् है, यो पनि इक्जाममा सोध्न सकिन्छ है। त्यसैगरी हाम्रो पार्ट 7 को लागि एकाइ 2 पार्ट 7 तथ्याङ्क र सूचनाको विश्लेषण र प्रस्तुतिकरण, सामाजिक प्रस्तुतिकरण र चित्रात्मक प्रस्तुतिकरणको परिभाषा, विशेषता र प्रभावकारी बनाउने उपाय, नतिजा प्रबोधीकरण भन्नाले के बुझिन्छ। त्यसैगरी पार्ट 8 एकाइ 2 पार्ट 8 तथ्याङ्क प्रशोधन र विश्लेषण, माइक्रोसफ्ट एक्सेलको प्रयोग। यसबाट चाहिँ हामीले मध्य स्तरीय भिन्नता र रित भनेको के हो बुझ्नुपर्ने हुन्छ है। परिणात्मक तथ्याङ्क प्रशोधन गर्दा हुने 2 सफ्टवेयरको नाम, यो प्रयोग गर्दा युज हुने 2टा सफ्टवेयरको नाम, गुणात्मक तथ्याङ्क प्रशोधन गर्नका लागि प्रयोग हुने 2 सफ्टवेयरको नाम हामीले लेख्नुपर्ने हुन्छ। त्यसैगरी हाम्रो पार्ट 9 मा चाहिँ हामीले शाब्दिक जानकारी प्रस्तुतिकरण गर्ने तरिका, जस्तै पद टिप्पणी र अन्त्य टिप्पणी भनेको के हो, शाब्दिक जानकारी प्रस्तुत गर्ने कुनै 2 तरिकाको सूची पार्नुहोस् यो भनेर चाहिँ हामीले लेख्नुपर्ने हुन्छ है। पाठ टिप्पणी अन्त्य टिप्पणीको टिप्पणी बीच के फरक छ भनेर चाहिँ हामीले छुटाउनु पर्ने हुन्छ है, यति पढ्नुहोस् है। त्यसैगरी हाम्रो जीवनोपयोगी सिप र ऐतिहासिक एकाइ 3 जीवनोपयोगी सिप र ऐतिहासिक पृष्ठभूमि वर्गीकरण र अभ्यास। यसबाट चाहिँ हामीले पढ्नुपर्ने कुरा भनेको जीवनोपयोगी सिप भनेको के हो, यसको 5वटा फाइदा, जीवनोपयोगी सिपका प्रकारहरू लेख्नुहोस्। यसमा हाम्रो के प्रकार छ भन्दाखेरि आत्मबोध, अन्तर्वैयक्तिक, सोचाइ सिप, यसभित्र नै हाम्रो विभिन्न प्रकारहरू छ, त्यसलाई पनि बुझ्नु है, पढ्नु है। त्यसैगरी पाठ एकाइ 3 पाठ 2, 3, 4, 5, 6 को लागि चाहिँ एकचोटि क्वेसनहरू मैले बनाएको हुन्छ है, जसमा चाहिँ हाम्रो समालोचनात्मक, सृजनात्मक, समानुभूति, आत्मबोध, संवेग व्यवस्थापन, यो चाहिँ हाम्रो लङ क्वेसनमा सोधिन्छ है, यो इम्पोर्टेन्ट छ, धेरै नै इम्पोर्टेन्ट छ। समालोचनात्मक, सृजनात्मक, समानुभूति, आत्मबोध, संवेग व्यवस्थापनको परिभाषा, महत्त्व, यसको उपायहरू, यसमा प्रयोग हुने सिपहरूको बारेमा चाहिँ हामीले पढ्नुपर्ने हुन्छ है।
त्यसै गरी भनेको आत्मालोचना र आत्ममूल्याङ्कन सिप व्यक्तिलाई आत्मविश्वास बनाउन र सृजनशीलताको लागि उत्साहित गर्दछन्। प्रश्न पार्नुहोस्। यस भन्नाले प्रश्न पार्ने भनेर नि इक्जाममा सोधिन्छ। आत्मालोचना र स्वरूपान्तरण भन्नाले के बुझिन्छ र यसबीच कस्ता सम्बन्ध छ, यो हामीले पढ्नु है। त्यसैगरी आत्ममूल्याङ्कन भनेको के हो र यसका फाइदाहरू लेख्नुहोस् भनेर चाहिँ हामीले सोध्न सकिन्छ। त्यसैगरी अरू क्वेसन भनेको किशोर अवस्थामा संवेग नियन्त्रणका लागि योग, ध्यान र महत्त्वपूर्ण भूमिका खेल्छ, यस भन्नाले पुष्टि गर्नुहोस्। योग र ध्यानको महत्त्व दर्शाउँदै यो भन्नाले पुष्टि गर्नुपर्ने हुन्छ है। यति चाहिँ पढ्नुहोस् है यो च्याप्टरबाट। त्यसैगरी एकाइ 4 हाम्रो पाठिक वर्तमान विश्व र सामाजिक विविधता र विशेषता। यसबाट हामीले पढ्नुपर्ने कुरा भनेको चाहिँ सामाजिक विविधता भनेको के हो, वर्तमान विश्व विविधतापूर्ण छ, यस भन्नाले पुष्टि गर्नुपर्ने र सामाजिक विविधताको महत्त्व हामीले यति चाहिँ पढ्नु है। त्यसैगरी 2, 3, 4, 5 एकाइ 4, 2, 3, 4, 5 को लागि चाहिँ हामीले पढ्नुपर्ने कुरा चाहिँ यस प्रकारका छन्। सामाजिक सम्बन्ध, सामाजिक अन्तर्निर्भरता, विधेय भन्नाले के बुझिन्छ। त्यसैगरी व्यक्तित्ववादी दृष्टिकोण र समुदायवादी दृष्टिकोण के भिन्नता रहेको छन्, यो दृष्टिकोणबिच के भिन्नता रहेका छन् भनेर चाहिँ हामीले पढ्नुपर्ने हुन्छ है। सामाजिक अन्तर्निर्भरताले सामाजिक सम्बन्ध स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ, यस भन्नाले हामीले पुष्टिसहित गर्नुपर्ने हुन्छ है। दर्शन भनेको के हो र यस दर्शनको महत्त्व, दैनिक तथा मानव जीवनमा दर्शनको उपयोगिता, सामाजिक अन्तर्निर्भरता र सम्बन्ध स्थापना गर्ने यस्तो यो महत्त्व हामीले लेख्नुपर्ने हुन्छ है। त्यसैले यही क्वेसन अन्तर्गत हाम्रो भनेको भौतिकवादी र आदर्शवादी भनेको के हो, यसबीच भिन्नता, विश्व दृष्टिकोण, जीवन दर्शन भनेको के हो, समतामूलक समाज आजको आवश्यकता हो, समतामूलक समाज निर्माणका लागि के कस्ता कार्य गर्नुपर्छ यो पनि हाम्रो सोध्न सकिन्छ। बसाइसराई भनेको के हो, यसका सकारात्मक नकारात्मक प्रभावहरू चाहिँ हामीले लेख्नुपर्ने हुन्छ। बसाइसराईले पार्ने आर्थिक सामाजिक राजनीतिक प्रभावबारे पनि हामीले लेख्नुपर्ने हुन्छ है। नेपालमा सामाजिक रूपान्तरणबाट आएका 5 वटा सकारात्मक तथा नकारात्मक परिवर्तन है। सामाजिक रूपान्तरणबाट आएको सकारात्मक तथा नकारात्मक परिवर्तनको बारेमा हामीले बुझ्नुपर्ने हुन्छ है। त्यसैगरी हाम्रो एकाइ 5 भूगोल र सामाजिक जीवन। नेपालको 60 प्रदेशको सामाजिक सांस्कृतिक आर्थिक अवस्थाको बारेमा हामीले यसको विशेषताको बारेमा परिभाषाको बारेमा लेख्नुपर्ने हुन्छ। विपद भनेको के हो, विपदका कारण प्रभाव साथै विपद व्यवस्थापनका उपायहरू हामीले पढ्नुपर्ने हुन्छ है। जीआईएस भनेको के हो र यसको उपाय हामीले लेख्नुपर्ने हुन्छ है। नेपालमा अन्तर प्रदेश सम्बन्ध राम्रो हुन सक्ने फाइदाहरू चाहिँ के छन् हामीले चाहिँ त्यसको बारेमा चाहिँ लेख्नुपर्ने हुन्छ है। त्यसैगरी एकाइ 6 नेपालको इतिहास। लिच्छवीलाई नेपालको इतिहासमा स्वर्णकाल किन भनिएको हो भनेर चाहिँ हामीले क्वेसन सोध्न सकिन्छ है। मध्यकालीन राजनीतिक अवस्थाबारे संक्षेप वर्णन गर्नुहोस् भनेर सोध्न सकिन्छ। नेपालको इतिहासलाई कति भागमा विभाजित गरेको छ, के हुन् भनेर हामीले सोध्न सकिन्छ। नेपाल उपत्यका कसरी भयो, यसको नामकरण कसरी भयो सोध्न सकिन्छ है। ठिक छ ल। त्यसैगरी मध्यकालीन आर्थिक अवस्था निकै नै श्रेष्ठ देखिन्छ, यो हुनुको कारण के हो, नेपालको हालको आर्थिक अवस्थासँग तुलना गर्दै यो मध्यकालीन आर्थिक अवस्थासँग चाहिँ हामीले उत्तर दिनुपर्ने हुन्छ। यो षड्यन्त्रबाट प्राप्त शक्ति षड्यन्त्रबाट नै समाप्त हुन्छ, यस भन्नाले पुष्टि गर्नुहोस् भनेर इक्जाम सोध्न सक्छ है। यो आधुनिक कालको अर्थतन्त्रका मुख्य गतिविधिहरू उल्लेखन गर्नुहोस् भनेर चाहिँ इक्जाममा सोध्न सक्छ है। त्यसैगरी प्रश्न नम्बर 7 का लागि चाहिँ तपाईँले पढ्नुपर्ने कुराहरू चाहिँ यस प्रकारका छन्। सामाजिक पहिचान र विविधताभित्र नै हामीले पढ्नुपर्ने कुरा के छ भने वर्गीय विभाजन भनेको के हो, यसले निम्ताउने र यसको निम्ताउने समस्याहरू लेख्नुपर्ने हुन्छ र यसको उपायहरू लेख्नुहोस् है। सामाजिक रूपान्तरण भनेको के हो, यसको उपायहरू के हो हामीले लेख्नुपर्ने हुन्छ है। अब नि यो च्याप्टर अन्तर्गत एकाइ 7 अन्तर्गत लैङ्गिक विभेद भनेको के, लैङ्गिक विभेद हुनुका कारणहरू, लैङ्गिक समावेशीका उपायहरू उल्लेख गर्नुहोस्। अपाङ्ग व्यक्तिलाई नेपालमा भएका प्रयासहरू बुझाएको रूपमा हामीले लेख्नुपर्ने हुन्छ। त्यसैगरी एकाइ 7 को लागि चाहिँ तिनै सरकार जस्तै सरकारको गठन प्रक्रिया, काम कर्तव्य र अधिकार, किशोरी अवस्था जस्तै किशोरीको अधिकार र कर्तव्यको बारेमा लेख्ने। मुल्की संहिता भनेको के हो, देवानी मुद्दा फौजदारी मुद्दा बीच फरकपन, देवानी संहिता, मुल्की अपराध संहितामा भएका केही कानुनी प्रावधानहरू हामीले पढ्नुपर्ने हुन्छ। 5 वटा जति पढ्नु पुग्छ। सूचना हक भनेको के हो र सदाचार भनेको के हो र यसका महत्त्व हामीले पढ्नुपर्ने हुन्छ है। एट द लास्ट हाम्रो एकाइ 9, 10, 11 को लागि चाहिँ हाम्रो पढ्नुपर्ने कुराहरू चाहिँ यस प्रकारका छन् है। सहरीकरणका लागि आवश्यक पर्ने आधारहरू लेख्नुहोस्। नेपालमा सहरीकरणको चुनौती उपाय के छन्, बसाइसराईले पार्ने आर्थिक सामाजिक राजनीतिक प्रभावहरू के हुन्, बसाइसराईले गर्दा उपत्यकामा हुने सकारात्मक तथा नकारात्मक प्रभावहरू के छन्। त्यसैगरी सुरक्षित एवं मर्यादित आप्रवासी आजको आवश्यकता आप्रवासमा देखिएका समस्या प्रस्तुत गर्दै यसका समाधानहरू र उपायहरू हामीले चाहिँ लेख्नुपर्ने हुन्छ है। त्यसैगरी अर्को सोध्न सक्ने क्वेसन भनेको वैदेशिक रोजगारीमा हुने व्यक्तिले के कस्ता विषयहरूमा ध्यान दिनुपर्ने हुन्छ, वैदेशिक रोजगारीमा के कस्ता विषय ध्यान दिनुपर्ने हुन्छ, वैदेशिक रोजगारीमा देखिएको सकारात्मक तथा नकारात्मक पक्षहरू के हुन्, नेपालको अर्थतन्त्र र यसको विशेषता बारेमा चर्चा गर्नुहोस्, नेपालमा गरिबीको कारण र यसको उपायहरू है। यति कुराहरू चाहिँ तपाईँले पढ्न सक्नुहुन्छ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको लागि। तर पनि म के भन्छु भन्दाखेरि चाहिँ यति पढेर मात्र तपाईँलाई सफिसियन्ट चाहिँ हुँदैन है, इनफ पनि हुँदैन, सफिसियन्ट पनि हुँदैन। तपाईँले यो सबै मैले तपाईँले देखाएको यो महत्त्वपूर्ण प्रश्नहरू पढेर चाहिँ तपाईँले चाहिँ राम्रोसँग इक्जाममा गर्नुभयो भने चाहिँ 60 ओभर चाहिँ तपाईँको हुन्छ। तर हाम्रो जुन टार्गेट A+ टार्गेट छ त्यसको लागि चाहिँ तपाईँले बुकको चाहिँ हरेक विषयवस्तुहरूलाई चाहिँ तपाईँले मजाले ध्यानमा राखेर चाहिँ बुझेर चाहिँ पढ्नुपर्ने हुन्छ है। र सबैभन्दा सामाजिकमा मेन भनेको चाहिँ लेख्ने तरिका, तपाईँले इक्जाममा कसरी लेख्नुहुन्छ हो कि त्यसले चाहिँ तपाईँको मार्क्सलाई डिटरमाइन गर्छ है। जस्तै तपाईँले त्यसमा लेख्ने एउटा प्रपर फर्मेट र प्रपर स्ट्रक्चरमा, अनि जुन तपाईँलाई मैले क्वेसन्स देखाएको थिएँ नि
त्यही खालमा चाहिँ हामीले के गर्नु हुन्छ लेख्नुपर्ने हुन्छ है। जसरी यो प्रश्नहरू मैले तपाईँलाई यो प्रश्नको यो संरचना स्ट्रक्चर्सहरू देखाएको थिएँ नि, हो यही स्ट्रक्चरमा जस्तै यो वक्तृत्व उल्लेखन लेख भन्ने बेलामा चाहिँ यो प्रश्नको बेलामा चाहिँ हामीले उत्तर कसरी दिनुपर्छ होइन, अनि त्यसपछि लेन्थ हामीले कसरी बढाउन सकिन्छ, एउटा प्रश्न सोधेको छ त्यसलाई एकदमै ठुलो ब्रोड बनाएर चाहिँ त्यसको सेन्सहरूलाई ब्रोड बनाएर चाहिँ कसरी लेख्न सकिन्छ होइन, त्यो चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ है। सबैभन्दा मेन भनेको सामाजिक अध्ययनमा कन्सेप्टहरू बुझेर जाने, विषयवस्तुहरूलाई विश्लेषण गर्ने, बुझेर जाने, अनि दोस्रो कुरा चाहिँ के भन्दाखेरि चाहिँ इक्जाममा हामीले लेख्नुपर्ने हुन्छ अक्षर राम्रो बनाउने, टाइम म्यानेज गर्ने, र यो जुन प्रश्नहरूलाई चाहिँ हामीले जे प्रश्न सोधिएको छ त्यसको सही उत्तर हामीले यो प्रश्न अनुसार नै हामीले दिनुपर्ने हुन्छ है। जस्तै संवाद गरेर छ भने त्यसलाई संवादको सही ढाँचामा बनाएर लेख्नु पऱ्यो, प्रतिवेदन छ भने यसको सही ढाँचा हामीले युज गर्नु पऱ्यो है। यसरी चाहिँ तपाईँले सामाजिक अध्ययनमा चाहिँ तपाईँले फुल मार्क्स ल्याउन सक्नुहुन्छ नि। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। होप तपाईँलाई भिडियो मन पऱ्यो होला। यो हाम्रो नेक्स्ट भिडियो तपाईँलाई चाहिन्छ भने चाहिँ जुन चाहिँ हाम्रो सामाजिक अध्ययनमा चाहिँ कसरी लेख्नुपर्छ र मार्क्स हामीले फुल मार्क्स ग्र्याब गर्न सकिन्छ, न कि 2.52 3.53 फुल 4 आउट अफ 5 मा 4.5 आउट अफ 7 मा आउट अफ 8 मा 7.5 कसरी ल्याउन सकिन्छ त्यसको बारेमा चाहिँ कसरी इक्जाम हामीले लेख्नुपर्छ भनेर चाहिँ तपाईँलाई म आइडियाहरू टिप्सहरू सेयर गर्छु। हाम्रो त्यो चाहिँ नेक्स्ट भिडियो हुन्छ र त्यसको लागि चाहिँ तपाईँको टार्गेट छ, भिडियो टार्गेट जुन भनेको चाहिँ हाम्रो 500 लाइक्स हो, र कमेन्टमा चाहिँ तपाईँ कमेन्ट पनि आउनुपर्ने हुन्छ है। जस्तै कमेन्टमा तपाईँले कुन ठाउँबाट चाहिँ तपाईँले भिडियो हेर्नु भएको छ होइन, त्यसको लागि चाहिँ कमेन्ट पनि गरिदिनु होला है। ठिक छ नि, ठिक छ ल, ओके ल, सी यू इन द नेक्स्ट भिडियो। थ्याङ्क यू फर वाचिङ, बाई बाई।